आज चाहिँ मेरो खुसीको सीमा छैन साथीहरू, किनकि म तपाईँहरूलाई आज खतरा खतरा डल देखाउन गइरहेको छु नि त, त्यसले पनि होला सायद। हेलो एभ्रिवान, फेरि स्वागत छ। म आइसकेँ तपाईँहरूकै मिनी ब्लगर पवन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आश गरेको छु, सन्चै रहनु होला। आज चाहिँ मैले यस्तै रुम सफा गर्दै गेस्ट रुम सफा गर्दै कता कता के भेटेँ, त्यही भएर त्यसकै भिडियो बनाइदिएँ। किनकि मेरो बाहिर गएर भिडियो सिडियो बनाउने टाइम पनि हुन्न नि त, किनकि ड्युटीबाट जाँदाखेरि रात परिसकेको हुन्छ, कहिले 5 कहिले 6 बजिसकेको हुन्छ। तर मैले पनि यस्तै भिडियो बनाएर अब तपाईँहरूलाई यहाँ हुन्जेल चाहिँ म यस्तै भिडियोहरू हाल्नेछु। यदि नेपाल फर्केछु भने म छुट्टै खालको तपाईँहरूलाई ब्लग लिएर आउने नै छु। हेर्नु न, सानो सानो माछाको आर्टहरू रहेको थियो, त्यो चाहिँ एकदमै राम्रो थियो। मैले पनि बेडमा लाएर यताउति फर्काएर मिलाएर राखिदिएँ। अनि मेरो हल्का यो चाहिँ एक्स्ट्रा जब पकाएको चाहिँ खतरा होला। अलिकति यसलाई चाहिँ मजाले लगाइदिनुपर्छ, किनकि बालुवाहरू धेरै हुन्छ नि त। अनि अब यो त्यो रुम सकेपछि मैले अर्को रुममा गएँ। अर्को रुममा गएपछि त साथीहरू हालत देख्दा रुमको म के भनौँ र। अनि मैले पनि त्यो रुम पनि सकिदिएर यता साथीसँग रुम रेडी गर्न लागेँ। अनि अब साथीसँग हल्का गफ हान्दै यस्तो डान्स गर्दै रमाइलो गर्दै साथी चाहिँ के भिडियो गरिरहेको भन्दै थियो। तर पनि म चाहिँ अब यस्तै हो नि त, अब अलिकति काम मात्रै धेरै भएर हुँदैन, अलिकति इन्जोय पनि गर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। किनकि कहिलेकाहीँ त यसो हाँस्दै खेल्दै गरेको पनि राम्रो हुन्छ नि त। किनकि अब कति स्याड भएर कामको प्रेसर बेसी हुन्छ नि त। किनकि यो सिजन अब लास्टतिर आइसक्यो, अलिकति यो सिजनमा अलिक गाह्रै पर्छ नि त, लास्टमा त झन् साह्रै हुन्छ। त्यही भएर म त उफ्रिँदै रमाउँदै काम गरिरहेको थिएँ। सबै रुम सकियो, अब चाहिँ हामी बिदा हुनुपर्छ। बाई बाई गाइज। आज चाहिँ रातमा पनि खतरा पानी परेको थियो क्या। ल अब नेक्स्ट भिडियोमा भेटौँला। यस्तै रह्यो आजको दिन चाहिँ। ओके, बाई बाई, सी यू गाइज।